सामाजिक सञ्जालभरि ज्ञानेन्द्र शाहीले कुलमान घिसिङलाई हटाउन भित्रभित्रै षड्यन्त्र गरेको भनी यसरी एउटा च्याट भाइरल भइरहेको छ। उक्त च्याटको विषय ज्ञानेन्द्र शाहीले मुख खोलेका छन् र साथसाथै उनले यो माओवादीको कार्यकर्ताहरूको काम समेत भनेर आरोप लगाएका छन्। यो विषय ज्ञानेन्द्र शाही मात्र नभएर हामी आम सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि एकदम बुझ्न जरुरी कुरा छ, जुन हो फेक च्याट। अहिले टेक्नोलोजीको जमानामा सजिलै कसैले फेक च्याट क्रिएट गर्न सक्छन् र भनौँ तपाईहरूसँग म यो बोलेको म हजुरको साथी यताउता भनेर पैसा माग्न सक्ने स्क्याम हान्न सक्छन्। त्यो बारे चाहिँ हामी सबैजना सचेत हुनुपर्छ है। ल अब ज्ञानेन्द्र शाहीको विषय हेरौँ के रहेछ। जसरी सामाजिक सञ्जालमा विभिन्न फेक च्याटहरू जो भाइरल भइरहेका छन्, यो चाहिँ सबैभन्दा बढी चाहिँ माओवादीहरूले यो काम गरिरहेको देखिन्छ। र म अहिले पनि के भन्न चाहन्छु भने माओवादीका साथीहरूलाई, यस्ता फेक च्याटहरू तपाईँले गर्नुभयो भने तपाईँभन्दा बढी इन्टेलिजेन्ट चाहिँ अरू युवाहरू पनि छन्। जसरी त्यो तपाईँलाई हेर्नुहोस्, यो मेरो फेक च्याट अहिले जताततै हल्लाका रूपमा यसलाई प्रयोग गरिरहेछ। यदि यो मेरो च्याट सत्य हो भने यो प्रचण्डजीको च्याट पनि सत्य हो। यो च्याट हेर्नुहोस् त। यसरी सामाजिक सञ्जालमा सजिलै गएर तपाईँले अहिले पनि फेक च्याट एप भन्ने एउटा एप छ, त्यो एप डाउनलोड गरेर सजिलै यस्ता च्याटहरू बनाउन सकिने टेक्नोलोजीको जमाना छ। यहाँ प्ले स्टोरमा गइसक्यो तपाईँलाई फेक च्याट भनेर एउटा एप आउँछ। म अहिले तपाईँको देखाइदिन्छु है ऋषिजी। अनि फेक च्याट एप यसरी एप आउँछ। यो एप आइसकेपछि यसरी जाने ओपन गर्ने, यहाँ क्रिएट च्याट भनेर यसरी आउँछ। अब म यहाँ के गर्छु, ऋषि धमला भनेर हान्छु है। तपाईँ र मेरो अहिले नै यहाँ कुरा आउँछ, ऋषि तपाईँ र प्रचण्डको कुरा गरौँ न। होइन न, पहिला यो सुन्नुहोस्, ऋषि धमला भनेर मैले तपाईँको नाम राखिदिएँ होइन। अब ऋषि धमला आयो हेर्नुहोस् है। अब तपाईँको ठ्याक्कै मैले यहाँ राखिदिन्छु काठमाडौँ भनेर राखिदिन्छु। यो फेक गरेर तपाईँ कसरी फेक गर्छ भनेर म देखाउँदैछु कि काठमाडौँ। अब हेर्नुहोस् है, अब ठ्याक्क ऋषि धमला आयो। अब स्वाट्ट यहाँ प्रोफाइल गरेर तपाईँको फोटो, अब यस्तो गरेर तपाईँको अब प्रोफाइल पनि भन्छ स्वाट्ट जाने। यसमा अब सेट प्रोफाइल, तपाईँको फोटो अलरेडी यहाँ छ। अब ऋषि धमला हो ऋषि धमला। अब ऋषि धमला आयो। अब यहाँ चट्ट पारेर म तपाईँसँग हाई भन्छु। हाई भन्दा दुईवटा अप्सन आउँछ, यो दुईवटा अप्सन ऋषि भयो कि के हो। अब मैले पठाएँ हाई भनेर आयो, के छ भाइ भनेर तपाईँले मलाई भन्नुभयो, भाइ भनेर यसरी लेखेँ मैले। अब यहाँ के आयो, ऋषि आयो। ल हेर्नुहोस् त, ठक्क तपाईँले मलाई मेसेज गरिरहेछ। च्याट कसको छ, ऋषि धमला छ, भर्खर बनाएको हो, हाई छ। अब मैले पैसा चाहियो भनेर भने, तपाईँको चाहियो भनेर भने। अब ऋषि धमलाले मसँग पैसा माग्यो भनेर ट्वाक यहाँ रिसिभ गर्दा ठ्याक्क आयो कि नै, ऋषि धमलाको आइडीबाट पैसा चाहियो भन्छ। कति भनेर अब मैले भने, कति भनेर यसरी गर्दाखेरि टक्क सेन्ड। ल हेर्नुहोस् त, दुईजनाको च्याट यतापट्टि ऋषि धमलाले टक्क हेरि पनि रहेछ। यस्तो टेक्नोलोजी प्रयोग गरेर, विशेष गरेर माओवादीहरूका साथीहरूले टेक्नोलोजी प्रयोग गरेर मान्छेलाई उल्लु बनाएका छन्। म यो टेलिभिजन